नेपाली सेना निवृत्तहरूको संस्था सैनिक कल्याणकारी कोषको ज्यादतीले न्युरोडका व्यापारी विखलबन्दमा परेका छन्। न्युरोडको महाङ्काल स्थित सैनिक कल्याणकारी भवनको भाडा विवादमा कोषले जङ्गी शैली देखाउँदा व्यापारी विखलबन्दमा परेका हुन्। भवन निर्माणको जिम्मा लिएको जयन्ती निर्माण सेवा संघको सम्झौता कोषले एकलौटी रूपमा तोडेको निर्माण पक्षको आरोप छ। करार सम्झौता विपरीत सैनिक कल्याणकारी कोषले विवाद निम्त्याएको निर्माण पक्षले आरोप लगाएको छ। केन्द्र बनाउने भन्ने हिसाबले टेन्डर आह्वान गर्यो कल्याणकारी कोषले हैन। त्यो क्रममा हामीले काम गर्यौं। त्यो टेन्डर अनुसार काम गर्दा गर्दै चाहिँ 76 10 महिना 16 गते हामीले सम्झौता गर्यौं। अनि 76 को 12 महिना 9 गतेदेखि कोभिड लाग्यो नेपालमा। त्यसपछि हामीले काम गर्न सम्झौता गरेको 55 दिन पनि नपुग्दै 55-56 दिन कतिमा चाहिँ फेरि हामीलाई चाहिँ यो कोभिडले गर्दाखेरि काम गर्न सकेन हैन हजुर। अनि त्यसपछि फेरि त्यसलाई पूरक सम्झौता एउटा 77 8 महिना 28 गते या 26 गते हामी फेरि अर्को सम्झौता गर्यौं, पूरक सम्झौता गर्यौं। अनि पूरक सम्झौता गरेर काम गर्न लागेको बेलामा अब उहाँहरूको भवन नक्सा पासै रहेनछ। नक्सा पास नभएको हुनाले हामीले काम गरिरहेको कामहरू चाहिँ नगरपालिकाले चाहिँ रोकिदियो। रोकिसकेपछि अब हामीलाई उहाँहरूले चाहिँ के निर्माण गर्ने काम भन्ने कुरा चाहिँ स्वीकृत टाइममा दिन सक्नु भएन। नक्सा पास पनि करिब हाम्रै पहलमा हामीले गर्यौँ होइन हजुर। अनि नक्सा त्यो पूरक सम्झौतामा चाहिँ 2078 साल असार 1 गतेदेखि पूर्ण रूपले भवन हस्तान्तरण गर्ने भन्ने कुरा उल्लेख थियो। नक्सा पास नभएको कारणले गर्दाखेरि हामीले यो सबै काम समयमै गर्न सकेनौँ। एउटा पहिलो कोभिडको एकदमै त्यसको प्रभाव पर्यो दोस्रो कोभिडमा होइन। त्यसमा त्यसले गर्दाखेरि व्यापारीहरू पनि त्यस्तै भए। हाम्रो चाहिँ राम्रोसँग निर्माण सामग्री निर्माण उपकरणहरू पनि टाइममा पाउन सकेनौँ। त्यो काम गर्दै अब हामीले दोस्रो तेस्रो तलासम्म पसलहरू निर्माण गरिसकेका थियौँ। यो लिफहरू जडान गर्ने कामहरू भइरहेका थियो। अब फेरि 2078 को 1 महिनाको 16 गतेदेखि पूर्ण रूपले फेरि दोस्रो कोभिडको दोस्रो आयो। त्यसले गर्दाखेरि हामी फेरि काम गर्न सकेनौँ। काम गर्न नसकिसकेपछि उहाँहरूले चाहिँ 3-1 त्यो चाहिँ पछि बनाएको हो। उहाँहरूले पूर्ण रूपले हस्तान्तरण जबकि त्यो 3-1 मा हामीलाई यो बिल्डिङमै बस्न दिएको थिएन। हाम्रो कामदारहरूलाई त्यो बिल्डिङमा छिर्न पनि दिएको थिएन होइन। हाम्रो पार्टनरहरू हुनुहुन्छ। म चाहिँ श्री जयन्ती निर्माण सेवाको चाहिँ अब एकल सञ्चालक हो। उहाँहरू चाहिँ मेरो पार्टनर। अर्को हामी सब लिस्ट हामी श्री जयन्ती ट्रेड सेन्टरलाई बनाएका थियौँ। अब त्यो अप्ठ्यारो बनाइसकेपछि उहाँहरूले मध्य कोभिडलाई चाहिँ असार 1 गतेलाई पुनः हस्तान्तरण भएको भनेर दाबी गरेर हाम्रो चाहिँ ठेक्का रद्द गरिदियो। कोषले जयन्ती निर्माण सेवासँग भवन निर्माणको सम्झौता गरेको थियो। सम्झौता अनुसार कम्पनीले निर्माण सम्पन्न भएपछि भवन 14 वर्षसम्म भाडामा लगाएर कोषलाई 4 करोड बढी भाडा दिने सहमति थियो। निर्माण कम्पनीले कोभिड लगायतका कारणले समयमा निर्माण सम्पन्न गर्न नसकेपछि सम्झौता थप पनि गरिएको जयन्ती निर्माण सेवाको भनाइ छ। तर सैनिक कल्याणकारी कोषले जयन्ती निर्माण सेवासँगको करार सम्झौता 2079 असोजमा एकलौटी रूपमा भङ्ग गरेको निर्माण व्यवसायी खगेन्द्र बुढामगरको भनाइ छ। हाम्रो त त्यहाँ त अरबौं लगानी छ होइन। त्यो बिल्डिङमा हाम्रो अरबौं लगानी चाहिँ को लागि हामी मध्यस्थमा गयौँ। अहिले चाहिँ मध्यस्थमा गरिपाउँ भनेर पाटन उच्च अदालतमा चाहिँ मध्यस्थ दर्ताको आदेश भइसकेका छ। दर्ता भएर उहाँले सूचना पनि पाइसक्नु भएको छ। अहिले मध्यस्थ गठनको प्रक्रियामा छ। यो प्रक्रियामा हुँदै उहाँले कसो भयो भने यहाँ एकलौटी रूपमा उहाँले चाहिँ सूचनाहरू प्रकाशन गर्ने होइन। हामीले गरेको लगानीको आधारमा 3 वर्षसम्म उहाँले चाहिँ भाडा एकलौटी रूपले उठाउनु भयो। हामीलाई कोभिडको छुट पनि दिनु भएको छैन। अब हामीले व्यापारीबाट उठाउनु पर्ने करोडौँ बिलहरू बिजुलीको बिलहरू पनि हामीलाई उठाउन दिएको छैन। क्याम्पचारहरू पनि उठाउन दिएको छैन होइन। अर्को 2079 साउन 1 गतेदेखि भाडा आफै उठाइराखेका थियो। उनले असोसम्मको भाडा व्यापारीसँग पनि उठाछ। हाम्रो पनि ब्याङ्क ग्यारेन्टीबाट लगेको छ। जयन्ती निर्माण सेवासँग करार सम्झौता गरेर व्यवसाय सुरु गरेका व्यवसायी सुशील नेपालले सैनिक कल्याणकारी भवनमा आफ्नो लाखौं लगानी डुबेको बताउँछन्। जबरजस्ती
हटाइरहेको छ। हामी हो अहिले, तिनीहरू छैन, अहिले तिमीहरू छैन, हामी हो मात्रै भनेर जबरजस्ती आर्मीले हाम्रो एग्रिमेन्टको फेभर त्यति मात्रै होइन, हामीसँग 1 वर्षको एडभान्स भाडाको डिपोजिट समेत हाम्रो भविष्य छैन। त्यसो धम्की देखाएर कोही मान्छेले कहीँ बोल्न गयो भनेदेखि भनेर फोन गरेर थर्काउने, त्रास देखाउने, कहीँ पोस्ट गर्यो भनेदेखि त्यो तुरुन्त डिलिट गर्ने भए गर्न त तँलाई राम्रो हुँदैन भन्ने धम्क्याउने काम गरिरहेको छ नेपाली सेनाले। नेपाली सेनाको सैनिक कल्याणकारीको त्यहाँ आउनुभएको छ, त्यहाँ बस्नुभएको जर्नल साहबदेखि लिएर गएर सबैजना हुनुहुन्छ, उहाँले धम्काउने काडा तिर्ने भए तिर, नत्र भनेदेखि तिमीहरूको सम्झौतासँग मतलब भएन, तिमीहरूको 1 वर्षको डिपोजिट कहाँ गरेछौ के गरेछौ हामीलाई मतलब भएन, तिमीहरू लिन लियो, हामीलाई दिएको होइन, तिमीले श्री जयन्तीसँग गरे भने श्री जयन्तीसँग गर भनेर भन्छ। लास्टमा हाम्रो 1 वर्षको हाम्रो भाडाको त डिपोजिट कसले जिम्मेवारी लिने, हाम्रो एग्रिमेन्टको जिम्मेवारी चाहिँ कसले लिने? अझ मैले सुनेको अनुसार व्यापारी मिलेर पनि हामीहरू मिलेर मुद्दा हालेको थियौँ, त्यहाँ पनि थर्काउने ऊ गर्ने गरेर 2-4 जना व्यापारीहरूलाई प्रभावमा पारेर जबरजस्ती मुद्दा रोक्न लगाइराखेको छ नेपाली सेनाले। मैले प्रत्यक्ष रूपमा मैले सिङ्गल रूपमा मैले मुद्दा दायर गर्न गइराखेको छु। अब हामीले श्री जयन्तीसँग कुरा गर्दाखेरि श्री जयन्तीले नै मुद्दामा अन्तरिम आदेश छलफल भनेर जारी गरेको छ, तर नेपाली सेनाले आफ्नो जबरजस्तीले हडपिरहेको छ। त्यो मुद्दासँग पनि सरोकार राखेको छैन। म त्यहाँ थिएन, पसल मैले बन्द गरिराखेको थिएँ, हाम्रो भाडाको विवादको कारणले गर्दा बन्द गरेको थिइनँ। म नभएको टाइममा मेरो पसल सटरमा जबरजस्ती सामान निकाल्यो भनेर मेरो साथी पुग्नु, त्यही सँगैको पसलको सहपाठी साथीले भिडियो खिचेर फोटो खिचेर मलाई पठाउनु भएको छ। नेपाली सेनाको जर्नल साहब हुनुहुन्न अरे, उहाँको केही कारणवशमा खै के मैले अब दुःखद कुरा सुनेको थिएँ होइन, उहाँको घरमा के भएको कारणले गर्दा उहाँ हुनुहुँदैन अरे, नत्र भनेदेखि मेरो लगभग सटर खाली गर्नलाई सामान निकालेको छ भन्ने कुरा छ। मेरो खातापातादेखि लिएर गएर मेरो करोडौँको कारोबारको मसँग बकाइदा प्रमाण छ, सप्रमाण छ, मेरो भ्याट बिलदेखि लिएर गएर सम्पूर्ण प्रमाण छ। मेरो खातापातादेखि सबै आर्मीले जबरजस्ती लिएर गएको छ। नेपालका अनुसार आफूले जयन्तीसँग सम्झौता गरेर व्यवसाय चलाए पनि कोषले कुनै जानकारी बिना आफ्नो व्यवसाय ध्वस्त पारेको आरोप लगाउँछन्। कोषले अव्यावहारिक तरिकाले आफ्नो सटर तोडफोड तथा जबरजस्ती सामानहरू फालिदिएको उनको आरोप छ। आफू नभएको मौकामा कोषका अधिकारीले आफ्नो पसलका सामानहरू फालिदिएको उनको आरोप छ। यसको संवैधानिक उपचारका लागि अदालत जाने उनले बताएका छन्। सैनिक कल्याणकारी भवनको विवाद जिल्ला अदालत हुँदै उच्च अदालत पाटनसम्म पुगेको छ। अदालतले मध्यस्थता लगायतका विविध विषयमा आदेश दिएको व्यवसायीहरू बताउँछन्। यो विवाद टुङ्ग्याउन व्यवसायी छलफल गर्न तयार भए पनि कोषले कुनै वास्ता नगरेको उनीहरूको आरोप छ। जयन्ती निर्माण सेवा प्रणालीसँग गरेको लिज करार सम्झौताको शर्त पालना नभएको भन्दै संस्कार नारायण भारीले काठमाडौँ जिल्ला अदालतमा ऋण दायर गरेको थियो। सो रिटमा सुनवाई गर्दै न्यायाधीश टेक बहादुर कार्कीले सैनिक कल्याणकारी कोष र जयन्ती निर्माण सेवा प्रणालीलाई करार सम्झौता विपरीत हुने गरी कुनै पनि किसिमको काम नगर्न अन्तरिम आदेश गरेका थिए। जयन्ती र निवेदक बीचमा 2078 चैतमा लिज करार सम्झौता भएको थियो। अन्तरिम आदेश कायम रहँदै भवन व्यवस्थापन समितिका लेखापाल नानीराम थापा, पूर्व जर्नेलद्वय सुनिल विष्ट र कृष्णदेव भट्टले व्यापारीहरूलाई भवन छाड्न दबाब दिने गरेको आरोप व्यवसायीहरूले लगाएका छन्। नेपाली सेना जस्तो पवित्र संस्थालाई प्रतिनिधि गर्ने सैनिक कल्याणकारी कोषले तत्कालीन प्रलोभनमा परेर सेनाको बदनाम गर्न खोजेको व्यवसायीहरूको आरोप छ।